सम्पूर्ण देश तथा विदेशमा बस्नुहुने हाम्रो नेपाल दाजुभाइ तथा दिदीबहिनीहरू हामी चाहिँ 2082 सालको चाहिँ हिन्दूहरूको महान पर्व शुभ दीपावली चाहिँ मनाइरहेको छौँ। मालताको चाहिँ भूमिमा बसेर चाहिँ हामी एकदम भव्य सभ्य तरिकाले चाहिँ मनाइरहेको छौँ। त्यसरी चाहिँ सबै दाजुभाइ पूर्व पश्चिमदेखिका साथीभाइहरू चाहिँ मिलेर चाहिँ एकदम रमाइलो तरिकाले चाहिँ मनाइरहेको छौँ। यसरी नै चाहिँ सबै चाहिँ देश विदेशमा पनि साथीभाइहरूलाई चाहिँ यसरी चाहिँ मनाइदिनु होला, मनाउनु होला जहाँ पनि मिलेर, अर्थात् घर नेपालमै भए पनि विदेशमा गए पनि भन्न चाहन्छु। रमाइलो छ एकदम। इन्टरटेनमेन्ट चाहिँ हामीले चाहिँ एकदम राम्रो तरिकाले चाहिँ गरिरहेछौँ। एकदम खानपिन एकदम राम्रो तरिकाले चाहिँ यसको अर्गनाइजेसन चाहिँ हाम्रो बहिनी हुनुहुन्छ, ईश्वरी बहिनी। दाइहरूलाई चाहिँ सबैलाई एकमुष्ट तरिकाले चाहिँ मैले मान्छु भन्ने तरिकाले चाहिँ उहाँले मान्नुभएको हो। त्यस कारणले गर्दा हामी चाहिँ यति चाहिँ जम्मा भएर चाहिँ खाइराखेका छौँ। उहाँलाई चाहिँ सबैको तर्फबाट हामीले धेरै धन्यवाद दिन चाहन्छौँ। हेप्पी तिहार लगाइस सबैमा विजयदशमी त भइसक्यो, दीपावली तथा छठ पर्वको सबैलाई शुभकामना। आजको दिन चाहिँ दिदीको स्पोन्सरमा हामी चाहिँ माल्टामा हामी यहाँ बसेर खानपिन कार्यक्रम भइरहेको छ र यसै गरी हाम्रो तिलक दाइले हाम्रो भिडियो बनाइदिनु भएकोमा उहाँलाई पनि मोरीलाई धन्यवाद तथा उहाँको ब्लग नेचुरल तिलकलाई चाहिँ सबैले लाइक तथा सब्स्क्राइब गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। ल मन सर, यहाँलाई स्वागत छ यो भिडियोमा। तपाईँ पनि केही 1-2 शब्द चाहिँ राखिदिनुहुन्छ कि भन्ने कुरो? सुन्नु न, हाम्रो अब एनआरएनको अध्यक्ष बन्ने मान्छेले यसो केही दिनुहोस् न यार। खानपिन राम्रो तरिकाले हामीले चाहिँ गरिरहेछौँ। भाइ दाजुभाइ सबै बसेर रमाइलो पनि गरिरहेछौँ। कुनै कुनै चाहिँ अब कुरा गर्दा गर्दै हामीलाई चाहिँ कुनै कुराहरू चाहिँ मिस्टेक हुनसक्छ होइन। त्यो कुराहरू पनि चाहिँ अब यहाँले चाहिँ बुझेर मनन गरिदिनु हुनेछ भन्ने चाहिँ आशा छ मलाई। एकदम राम्रो तरिकाले चाहिँ हामी मनाएका छौँ है त। यो भिडियो चाहिँ मैले चाहिँ कुन पर्पसले बनाएको भन्दाखेरि चाहिँ विदेशमा पनि हामी पूर्व पश्चिमदेखि पूर्वको मान्छेहरू चाहिँ सबै साथीभाइ मिलेर चाहिँ हामी चाहिँ एकमुष्ट अब राम्रो तरिकाले मिल्यौँ भने चाहिँ राम्रो तरिकाले चाहिँ मनाउन सकिन्छ। आफ्नो घर परिवारसँग बसेको जस्तै गरेर पनि हामीले चाहिँ मनाउन सक्छौँ भन्ने चाहिँ मेसेजको लागि चाहिँ मैले चाहिँ यो भिडियो बनाएको छु। सबैले चाहिँ हेरेर साथ दिनु होला। धन्यवाद।